सम्पूर्णमा नमस्कार। म अहिले साउदी अरबको राजधानी रियादको तावन भन्ने सहरको अल नखिल मलमा आइपुगेको छु। तपाईँले यो दृश्य हेर्न सक्नुहुन्छ, बाहिरको दृश्य हो यो। अब जब म भित्र छिर्छु, यहाँ यति राम्रो छ, यति सफा छ, वाह है। यो अब यसलाई कुनै एउटा चाहिँ शब्द नै छैन मैले बयान गर्नको लागि। अब यो मरुभूमि भन्नै मन लाग्दैन कि यो सहरलाई। हरेक राजमार्गमा चाहिँ सुन्दर रुखहरू छन् है। मलमा पनि यस्तै पानीको फोहराहरू देख्न सक्नुहुन्छ। त्यो लोभलाग्दो छ। लाग्छ कि म नेपालको एउटा कुनै हिमालको काखमा बसेर झरना खोलाको साथमा छु। तर साथसाथै यहाँ चाहिँ मैले मेरो परिवारलाई लिएर व्यापार गरिरहेको छु, अथवा म सामान किन्न गइरहेको छु, अथवा म आज म समय निकालेर मेरो बच्चाहरूलाई खाना खुवाउन गइरहेको छु जस्तो लाग्छ मलाई। यहाँ यस्तो छ कि खेल्ने ठाउँ, बच्चाहरू खेल्ने ठाउँ पनि छ है। अब खानाको लागि मैले भनिहालेँ हजुरलाई। सोध्छु मेरो देश कहिले यस्तो बन्छ होला, कहिले हुन्छ होला यस्तो। यो जत्तिको यहाँ चाहिँ हामीले देख्न सक्छौँ नि, यो मानव निर्मित विकास, यो बिचमा रहेका यी रुखहरू पनि कस्तो भने एकदम नेचुरल रुख हो कि यो। हामीले बनाए, हामीले यो आर्टिफिसियल रुख पनि होइन, नेचुरल रुख हो। लाग्छ हो, कुनै शब्द नै भेटिरहेको छैन मैले है। त्यसैले म अहिले चाहिँ म चाहिँ यहाँ यसरी यो साउदी अरबको राजालाई चाहिँ हार्दिक नमन व्यक्त गर्न चाहन्छु मैले यो देखेर है।